यदि अमेरिकाले आफ्नो ग्राउन्ड ट्रुप्स अथवा भूमि सेनालाई चाहिँ इरानमा उतार्छ भने धेरै अमेरिकन्सहरूको बडी चाहिँ ब्याकमा घर फर्किनेछन् भनेर भनेको छ। यो कुरा एकदमै सिरियस वार्निङ हो, जसलाई चाहिँ अमेरिकन इन्भेस्टिगेटिभ जर्नलिस्ट ड्रप साइड न्युजको फाउन्डर जेरेमी स्काइल, जसले वार मिलिटरी र सिआइए अपरेसन जस्तो सिरियस टपिकमा चाहिँ डिप ग्राउन्ड रिपोर्टिङ गर्छ, उसले भनेको इरानको सेन्ट्रल हेडक्वार्टर खतम होल अनबियाबाट पनि अहिले ट्रम्पलाई चाहिँ ठाडो चेतावनी आएको छ। ट्रम्पलाई चाहिँ इरानको मिलिटरी पावरको बारेमा चाहिँ भाली भती ज्ञान छ र यदि ट्रम्पले चाहिँ थाहा हुँदै पनि यो गल्ती गर्छ भने परबाट आफ्नो हेलिकप्टर र एयरक्राफ्ट क्यारियर अथवा फाइटरबाट बम होइन, आफ्नो ग्राउन्ड ट्रुप्स, आफ्नो सेना इरानमा भित्राएर देखाऊ भनेर च्यालेन्ज पनि गरेको छ। ट्रम्पले दिएको 48 घण्टाको अल्टिमेटम पछाडि चाहिँ इरानले के गर्यो त भनेर म तपाईँहरूलाई भन्छु। अब इरानले इजरायलको अरात र डिमोनामा भएको न्युक्लियर फेसिलिटीमा चाहिँ तरै क्षति पुऱ्याएको छ र ट्रम्पले भनेको कुरालाई चाहिँ नटेरिकन इरान अझै झन् उग्र रूपले चाहिँ अहिले कन्टिन्यू तेलअभिवमा, इजरायलको तेलअभिवमा चाहिँ अहिले क्लस्टर वारेड्स, टुक्रे बम अथवा छर्राले चाहिँ अहिले हानै छ। इजरायलसँग आइरन डोम छ, हामी सबैलाई थाहा छ, र इजरायलको आइरन डोमले धेरै मिसाइल्सहरू इन्टरसेप्ट गरेको भिडियोहरू पहिला हामीले देख्यौँ। तर अब त्यो समय गयो। यो भिडियोमा तपाईँहरूले मजाले देख्न सक्नुहुन्छ कि इरानले हानेको वारेड्स मिसाइल्सहरू चाहिँ कसरी बिना इन्टरसेप्ट भइकन एउटा पनि इरानको आइरन डोमले हानेको मिसाइल्सहरू छोको पनि छैन। हेर्नुहोस् त, सबै ल्यान्ड भइरहेछ इजरायलमा। सरकारले गरेको रवैयामा चाहिँ जनता तबसम्म चुप लाग्छ जबसम्म घरको आँगन अगाडि बम खस्दैन। अहिले इरानले हानेको ब्यालिस्टिक मिसाइल्स र इरानको प्रक्सी लेफ्टनबाट हेजबोल्लाहरूले हानेको मिसाइल्सहरू अहिले घर घरमा, इजरायलीहरूको घर घरमा खस्न थाले पछाडि अहिले नेतन्याहु सरकारको विरोध गर्ने, आलोचना गर्ने इजरायली सिटिजन्सहरू पनि मिडियामा आएर बोलेको मजाले देखिन्छ। हेजबोल्लाहरूले चाहिँ अहिले 60वटा भन्दा बढी टार्गेट इजरायलमा गरे पछाडि चाहिँ अहिले इजरायलले पनि आज बिहान लेबनानमा चाहिँ एउटा मेन की पुल अथवा ब्रिजलाई चाहिँ अहिले बम हानेर उडाइदिएको छ, जुन ब्रिजबाट चाहिँ साउथर्न लेबनान हुँदै अरू देशसँग जोडिन्छ। युएस, इजरायल र इरानको वार चाहिँ अहिले एकदमै तातिँदै गइरहेको छ। यदि युएसले चाहिँ फेरि इरानको इनर्जी साइटहरू अथवा फ्याक्ट्री अथवा इन्डस्ट्रीतिर हान्छ भने त्यही तरिकाले इरानले पनि रिटालिएट गर्छ, मिडल इस्टमा भएको सबै फ्याक्ट्री अथवा इन्डस्ट्रीतिर हमला गर्छ। नेपालीहरू सबैजना सुरक्षित रहनु होला। जे जति अपडेटहरू आउँछ म तपाईँहरूलाई कन्टिन्यू अपडेट गराइराख्नेछु। मसँग जोडेर बस्नु होला, नगरेकोले प्रोफाइल मात्रै हेर्ने होइन, फलो पनि गर्नु।